Come along children, going to the zoo. Come along children, going to the zoo. Come along children, going to the zoo. Going to the zoo today. See the bear in the zoo. See the hippo in the zoo. See the elephant in the zoo. See the zebra in the zoo. Going to the zoo today. ओके यसरी हामीले एनिमल्स थिम्स हुँदाखेरि चाहिँ जब हाम्रो सब थिम वाइल्ड एनिमल्स रन भइरहेको छ हामीले फ्यु वाइल्ड एनिमल्सलाई इन्ट्रोड्युस गर्नु पर्दाखेरि चाहिँ हामीले थ्रु सङ्ग्स यसरी गर्न सक्छौं हुन त हामीले यसलाई अरु डिफरेन्ट वेजहरु छ यसलाई इन्ट्रोड्युस गर्दाखेरि तर हामीसँग अडियो लर्नर्स पनि हुनुहुन्छ अलिकति बडी मुभमेन्ट लर्नर्स पनि हुनुहुन्छ सो उहाँको लर्निङ स्टाइल अनुसार हामीले हाम्रो टिचिङ स्टाइल्स डेभलप गर्यौं भने चाहिँ हाम्रो टिचिङ चाहिँ एकदमै इफेक्टिभ हुन्छ सो थ्रु सङ्ग्स हामीले यसरी क्लास कन्डक्ट गर्न सक्छौं र क्लासलाई एकदमै इफेक्टिभ र मिनिङफुल बनाउन सक्छौं थ्यांक यू सो कम अलोङ चिल्ड्रेन गोइङ टु द फार्म कम अलोङ चिल्ड्रेन गोइङ टु द फार्म Come along children, going to the farm today. See the horse in the farm, see the pig in the farm, see the cow in the farm, going to the farm today. Okay, हामीले यसरी एनिमल्सलाई इन्ट्रोड्युस गर्दाखेरि थ्रु सङ गर्न सक्छौं सङको हेल्पबाट हामीले यसरी फार्म एनिमल्सको इन्ट्रोड्युस गर्यौं भने बच्चाले कन्सेप्ट क्लियर लिन सक्छ सो यो हामी कहिले गर्छौं जब हामीसँग एनिमल्स थीम कन्डक्ट भइरहेको छ हैन एनिमल्स थीमको बेलामा इफ वी आर इन्ट्रोड्युसिङ डिफरेन्ट एनिमल्स सो हामीले यसरी सङ्ग्सको हेल्प लिन सक्छौं सो अहिलेको लागि हामीले जस्ट भेरी फ्यु एनिमल्स मात्रै लिनुपर्ने हुन्छ किनभने बच्चालाई स्टार्टिङमा सङ्ग्सलाई ग्र्याब गर्न गाह्रो हुन्छ अनि ग्रेजुअली वी क्यान एड मेनी मोर एनिमल्स यसरी सो वान्स हाम्रो फार्म एनिमलको सक्यो भने हामीले अरु साइन्टिफिक एनिमल्स लाइक वाइल्ड रेप्टाइल्सहरु हामीले लिन सक्छौं यसरी हामीले थ्रु सङ्ग्स वी क्यान make our classroom very interesting and enjoyable. Thank you.